the ground gives out. Getting used to quiet when the noise dies down. सो गाइस जापानको लाइफस्टाइललाई अलिकति अपग्रेड गरेर स्कुटरबाट बाइकतिर जाम कि भनेर यो शनिबार म गएको थिएँ जापानको सेकेन्ड ह्यान्ड बाइक सपमा, जहाँ नयाँ सेकेन्ड ह्यान्ड र केही भिन्टेज टाइपको बाइकहरू मैले देख्न पाएको थिएँ। र यो भिडियोमा धेरै प्रकारका सेकेन्ड ह्यान्ड बाइकहरू, उनीहरूको प्राइसहरू र केही अचम्मका बाइकहरूको फुटेजहरू क्याप्चर गरेको छु। सो भिडियो चाहिँ किप वाचिङ है त। जापानमा बसेर बाइक चढ्नुको मजा भनेको चाहिँ है, जापानमा चाहिँ बाइकहरू चाहिँ मोडिफाई गर्न पाउँछ हैन, पुलिसले केही गर्दैन हैन, साउन्डहरू जत्रो पनि बनाउन पाउँछ, साइलेन्सरहरू अनि स्टिकरहरू, कलरहरू सबै चेन्ज गर्न पाउँछ कि है। त्यो चाहिँ एउटा एडभान्टेज हो है जापानमा बसेर बाइक चढ्नुको। र यसको पनि साइलेन्सर चाहिँ फुल मोडिफाई छ है, यत्रो पाल भएको हैन, यस्तो कि साउन्ड चाहिँ खतरा आउँछ होला। यो चाहिँ सुजुकीको है 250। सो यता छ क्रस फायर है, क्रस फायर लगभग 5 लाख रुपियाँ भनौँ। यो कावासाकीको डट बाइक, यो त लास्टै सस्तो छ त यार, जम्मा 2 लाखमा 150 सीसी। कावासाकीको डट बाइक। यता छ यामाहाको 125 सीसी, जम्मा 2,79,000। र यहाँ छ कावासाकीको 250। यो चाहिँ सेल भइसकेको छ है, यो चाहिँ उरेकिरी भइसकेको छ। नेपालमा चाहिँ यामाहाले चढ्ने बाइक पनि यस्तै हो के। यसको प्राइस चाहिँ के छ, यसको प्राइस चाहिँ अलिकति कम रहेछ है, 5,29,000, तर 2025 मोडल रहेछ है, दामी छ भने। यो जापानको है एकदमै फेमस बाइक है, मंकी 125 125 सीसी को है। यसको प्राइस चाहिँ 3,49,000 भनौँ। अनि अहिले चाहिँ प्राइस डाउन भइरहेको रहेछ है। यो चाहिँ एकदम सानो छ है, यो चाहिँ मेड इन जापान हो। यो चाहिँ जापानमा एकदमै फेमस बाइक हो है, मंकी बाइक। एकदमै सानो छ है, जम्मा 125 सीसी को हो, दामी छ हैन। र जापानमा चाहिँ स्कुटरहरू यस्तो टाइपको पनि हुन्छ है, यसको चाहिँ अगाडि 2टा पाङ्ग्रा छ र पछाडि चाहिँ एउटा पाङ्ग्रा छ है। र यो चाहिँ कति 155 सीसी को, 155 सीसी को है, 3,59,900 2020 मोडल र 1,398 चाहिँ रन भइसकेको रहेछ। यो स्कुटर चाहिँ जस खतरा छ के, अगाडि 2टा पाङ्ग्रा, पछाडि चाहिँ एउटा। र मैले खोजेको बाइक चाहिँ यो हो है, कावासाकीको निन्जा 400 हैन। मैले चाहिँ यो हेरिरहेको छु है, 250 JTX 25R। र यसको प्राइस चाहिँ 7,49,50,000 भनौँ। र 2021 यो कावासाकीको है 250। यो बाइक चाहिँ मैले किन्ने भनेको है, तर सेकेन्ड ह्यान्ड भए पनि लास्टै महँगो रहेछ है, लगभग 7.5 लाख, ट्याक्स यताउति गर्ने बेला 8 लाख पुग्छ। यो चाहिँ ग्रिनमा रहेछ। अगाडिको टायर नि कत्रो छ के, मैले चाहिँ ब्ल्याक कलरमा खोजिरहेको थिएँ। यता रहेछ ब्ल्याकमा, तर अलिकति ग्रिन मिसेको है।
यो चाहिँ 400 सीसी हो र यसको प्राइस चाहिँ लगभग 6 लाख 2023 मोडल 10,697 चाहिँ गुडिसकेछ। यहाँ छ है जापानको पुरानो बाइक 2007 मोडलको के 250 सीसीको है ग्रास ट्र्याकर बिग बो अरे जम्मा 3 लाख रुपियाँको। यो चाहिँ एकदमै भिन्टेज टाइपको बाइक छ है। इन्जिन पनि बुलेट बाइकको हुन्छ नि त्यस्तै छ। सो गाइज यता छ है 11,29,000 को हायाबुसा। यो चाहिँ कति सीसीको? यो चाहिँ 1,300। यसको सिलिन्डर यस्तो दामी छ मेड इन जापान। यसको टायर एक बित्ता भन्दा पनि मोटो छ यार। सुगै नै सुजुकीको है यो चाहिँ। सुगाइ यहाँ छ है 15,95,000 को बाइक। यो चाहिँ यामाहाको। यसको टोटल प्राइस चाहिँ यो है 16 लाख। यामाहाको पुरा छ यार बाइक। सुगाइ यहाँ छ 11,99,000 12 लाख को बाइक है यामाहाको। यामाहाको यो कति सीसी हो? यो चाहिँ 900 सीसी को रहेछ है। खतरा छ भने छ। यहाँ छ 11 लाख को 1,100 सीसी को बाइक के। यो चाहिँ सिबी होन्डाको सिबी रहेछ है। यता छ है डियोको स्कुटीहरू। डियोको स्कुटरहरू कति सीसी को? 125 सीसी को बर्जम्यान दामी छ यार। यो पनि 125 सीसी को 3,52,000। एउटा छ है सानो बाइक जम्मा 125 सीसी को। 125 भने क्या महँगो छ के 3,69,000 को। यो चाहिँ सानो छ है। यसको टायर चाहिँ दामी छ यार। 125 सीसी को हो। एकजना मात्र बस्न मिल्छ। यता छ होन्डाको। यो पनि 125 सीसी 2023 मोडल है र यो पनि 3,69,000 रहेछ। यसको पनि टायर चाहिँ खतरा छ के दामी छ भने। र मैले खोजेको बाइक चाहिँ यो हो है। मैले खोजेको बाइक चाहिँ यो हो निन्जाको कावासाकी निन्जा हैन। यो चाहिँ 1,000 सीसी रहेछ है। र यहाँ चाहिँ डोन्ट टच भनेर लेखिरहेको छ। यो चाहिँ बिक्री भइसकेको बाइक हो त्यही भएर अब कस्टमरलाई बुझाउन मात्र बाँकी छ। यो चाहिँ ग्रीन कलरमा है कावासाकीको 1,000 सीसी को।